आज तपाईले सोध्दै गर्दाखेरि बिमा भनेको खासमा हामी धनी बन्नको लागि गरिने कुरा होइन। बिमा भनेको हाम्रो जीवनमा धेरै कुराहरू अनिश्चित छन्, जुन हुन पनि सक्छन्, जुन नहुन पनि सक्छ। रोग, दुर्घटना, मृत्यु जस्ता कुराहरू हुन गएको अवस्थामा त्यसको उपचार या क्षतिपूर्तिको लागि हामीले बिमा गरेर पूर्व तयारी गर्ने कुराहरू, त्यो नहुन पनि सक्छ। हरेक व्यक्तिको जीवनमा क्यान्सर, किडनी फेलियर जस्ता घातक प्रकारका रोग लाग्छन् नै भन्न सकिँदैन, तर लाग्दैन भन्न पनि सकिँदैन। यदि लागिहाल्यो भने हामीले धेरै दुःख मेहनत गरेर कमाएको पैसा उपचार या अन्य कुरामा चाहिँ खर्च नहोस्, त्यसको लागि कुनै एउटा छुट्टै ठाउँबाट हामीलाई त्यो पैसा क्षतिपूर्ति स्वरूप भरपाई होस्, त्यो एउटा पहिलो उद्देश्य हो भने। दोस्रो कुरा के छ भने हाम्रो परिवारको लागि हामीले धेरै कुराहरू गर्नुपर्छ र गरिराखेकै छौँ। परिवारलाई हामीले शीर्ष ठाउँमा राखेका छौँ। हामी भएनौँ भने पनि हाम्रो परिवारलाई हामीले दिने जुन आर्थिक सपोर्ट छ त्यो चाहिन्छ नि त हो। यदि हामीले बिमा गरेको छौँ भने यदि अकालमै प्राकृतिक या दुर्घटनामा परि हामी यो दुनियाँमा रहेनौँ भने पनि हाम्रो परिवारले एउटा बाँच्ने आर्थिक आधार पाउँछ। अरू कुरा भनेको उमेर ढल्किँदै जाँदाखेरि हामीलाई आर्थिकता अझ धेरै चाहिन्छ, तर कमाइ गर्ने बाटो कम हुँदै गएको हुन्छ भने आज हामी उमेरमै हुँदाखेरि हामीले कमाएको रकमबाट केही रकम हामीले बचत गर्दै गयौँ भने भोलि हाम्रो रिटायरमेन्ट एजको लागि पनि त त्यो एउटा फाइनेन्सियल प्लानिङ हुनसक्छ। पैसा त चाहियो नि होइन। 60 वर्षपछि काम नगर्ने, यत्तिकै बस्ने, रिटायरमेन्ट भनेर गभर्मेन्टले त भनेको अवस्था छ, तर रिटायरमेन्ट लिइसकेपछि खाना खानुपर्छ, लगाउनुपर्छ, घुम्न रमाइलो गर्न मन लाग्छ, त्यतिखेरको लागि त आर्थिक चाहियो नि हो। त्यसैले अन्य ठाउँको बचत सेभिङ भनेको लामो समय नजान सक्छ, तर बिमाको सेभिङ भनेको दीर्घकालीन सेभिङ हो। लामो समय हेर्नुहोस्, लामो समय हेर्दा सानो प्रिमियमले ठुलो फेस एमाउन्ट बन्छ र जति लामो समयको बिमा पोलिसी लिनुहुन्छ त्यति लामो समयसम्म बिमाले कभरेज पनि दिन्छ भने बोनस रेट पनि त्यत्तिकै हाई हुन्छ। बिमा एकदमै जरुरी कुरा हो। बिमाको विकल्प केही पनि छैन आर्थिक सुरक्षाको लागि। त्यसैले सम्पूर्णलाई आग्रह गर्दछु, जीवन बिमा पोलिसी लिइहाल्नुहोस्। आफ्नो आय स्रोतको आधारमा, क्षमताको आधारमा, इन्कमको आधारमा बिमा पोलिसी लिन जरुरी नै छ। यदि लिनु भएन भने भोलि केही पर्दाखेरि तपाईँसँग केही रहँदैन।